ल है, आज असार 7 गते आइतबारको दिन म फेरि पनि हजुरहरूको सामु विश्वकप 2026 फिफा वर्ल्ड कप 2026 को केही अपडेट्स र जानकारी लिएर आइसकेको छु। कतै हजुरको जानकारी त छुटेको छैन नि, छुट्न नदिनुस् है। त्यसको लागि यहाँ फलो बटन छ, फलो गर्नुस् र यो भिडियोलाई लाइक र शेयर गर्नुस् है। सक्दो लाइक र शेयर गर्नुस्। ल अब हामी हिजो रातिदेखि आज बिहानसम्म भएका खेलहरूको बारेमा कुरा गरौँ। हिजो राति 10:45 मा नेदरल्यान्ड्स भर्सेस स्विडेन भएको थियो, जहाँ नेदरल्यान्ड्सले 5 गोल गरेको थियो भने स्विडेनले जम्मा 1 गोल गरेको थियो। ल हेर्नुस् न, नेदरल्यान्डले पनि हामी पनि यो विश्वकप जित्न सक्ने टिम हो है भनेर देखाइदिइसकेको छ है। त्यसपछि खेल भएको थियो जर्मनी र आइभरी कोस्टको बीचमा, जहाँ चाहिँ जर्मनीले 2 गोल गरेको छ भने आइभरी कोस्टले 1 गोल फर्काएको छ र यो गेम बराबर भइरहेको थियो। 90 मिनेटपछि समय थपेपछि 94 मिनेटमा गएर जर्मनीले गोल गरेर जितेको है। पहिला 7-1 गोल हानेर जितेको भने अहिले 2-1 ले जितेपछि ग्रुप स्टेजको चरणमा कटाएर राउन्ड अफ 32 अर्को चरणमा पुगिसकेको छ है जर्मनी। अस्ति अमेरिका पुगेको थियो भने आज जर्मनी पुगेको छ। त्यसपछि खेल भएको थियो इक्वेडर र कुरासाओको बीचमा, जुन चाहिँ 0-0 बराबर भएर सकिएको छ। ल हेर्नुस् न, कुरासाओको किपर इलोय रूमले 15 वटा सेभ गरेको छन् यो गेममा। अब यो कस्तो अचम्मको कुरा के छ भन्दाखेरि यो कुरासाओ भन्ने देशमा जम्मा 1.5 लाख जनसङ्ख्या हो के, 1,58,000 मात्र मान्छे छन् र विश्वकपमा पुगेर यति राम्रो खेल्दैछ के। आफ्नो देशको लागि एउटा पोइन्ट पनि ल्याइसक्यो कुरासाओले। त्यसपछि खेल भएको थियो टुनिसिया र जापानको बीचमा, जहाँ जापानले 4 गोल गरेको छ भने टुनिसियाले गोल फर्काउन सकेको छैन। ल जापानको लागि पनि एकदम राम्रो जित भयो। त्यसपछि अब हामी कुरा गर्छौँ आज रातिदेखि भोलि बिहानसम्म हुने खेलहरूको बारेमा। आज राति 9:45 मा हुँदैछ स्पेन भर्सेस साउदी अरेबिया। नबिर्सनु है, यो साउदी अरेबिया त्यही टिम हो जसले अघिल्लो वर्ल्ड कपमा अर्जेन्टिनालाई जितेको थियो। त्यसपछि राति 12:45 मा हुँदैछ बेल्जियम भर्सेस इरान। त्यसपछि भोलि बिहान असार 8 गते सोमबार उरुग्वे भर्सेस काबो भर्डे हुँदैछ। अब यो काबो भर्डेलाई के भर्ड पनि भन्दो रहेछ होइन, तर त्यहाँको भाषा अनुसार चाहिँ यसलाई काबो भर्डे भन्दो रहेछ है। ल उरुग्वे भर्सेस काबो भर्डे भोलि बिहान 3:45 असार 8 गते सोमबार है। त्यसपछि न्युजिल्यान्ड भर्सेस इजिप्ट पनि हुँदैछ भोलि बिहान 6:45 असार 8 गते सोमबार। ल अब यो खेलहरूको प्रेडिक्सन पनि गरौँ है, कुनले जित्ला भनेर हामी अनुमान पनि गरौँ है त। स्पेन भर्सेस साउदी अरेबियामा चाहिँ म स्पेनले जित्छ भन्छु। बेल्जियम भर्सेस इरानमा चाहिँ म बेल्जियमले जित्छ भन्छु। उरुग्वे भर्सेस काबो भर्डेमा चाहिँ मैले उरुग्वेले जित्छ भन्छु र न्युजिल्यान्ड भर्सेस इजिप्टमा चाहिँ मैले न्युजिल्यान्डले जित्छ भन्छु है। ल हजुरहरूले कुन कुन टिमले जित्छ जस्तो लाग्छ कमेन्ट गर्नु होला र यसरी नै आफ्नो दैनिकी अपडेटहरू नछुटाउनको लागि यो पेजलाई यहाँ फलो बटन छ, फलो गर्नुस् र भिडियोलाई लाइक र शेयर गर्नुस् है। सक्दो लाइक र शेयर चाहिँ गरिदिनु है। ल हजुरहरूको दिन शुभ रहोस्, धन्यवाद। म फेरि पनि अर्को भिडियो लिएर आउनेछु है। आफ्नो ख्याल गर्नु होला है त्यति बेलासम्म। ल धन्यवाद।